मेरै बर्थडे मनाइदिन्छु भनेर बोलाएपछि त यसो मान्छेले हेर्ने लायक पनि बनाउनु पऱ्यो होइन साथीहरू। त्यही भएर म चाहिँ अलिअलि यता मेकअप दल्दैछु। त्यसरी कसरी मेकअप गर्नु चाहिँ आउँदैन होइन। यसो सिम्पल तरिकाको यसो गरे जस्तो गरे मेकअप गरेको टोपालेको क्या। फेरि त्यो बुढीहरू नि साह्रै मेकअप गर्छ क्या। अनि तिनीहरूको छेउमा म नि यसो नत्र त यो नेपालीहरू त कति के पनि गर्न नजाने हो, खाना पनि नजाने, मेकअप पनि गर्न आउने भन्छ कि जस्तो लाग्यो क्या। त्यही भएर म यो फेरि मेकअप गरेको मेकअप त यता कुनातिर पो आयो त साथीहरू। यतातिर पो के हो मेकअप त यता कुनातिर आँखाको कुनातिर पो आएर बस्यो दिमाग खराब भयो। यस्तो गर्छु होइन। अनि टक्क अलिकति लिपस्टिक लाउँछु अनि सिधै मेरो मेकअप नै त्यति हो क्या। मैले त त्यो कसरी मेकअप गर्नै आउँदैन हो। यहाँ लिपस्टिक लाउँ भनेको यस्तो लाग्छ होइन। यतिको लगाएपछि मैले पनि हेर्ने लायकको भयो होला नि साथीहरू। के कस्तो भयो कमेन्ट्स गर्नु त।